खाली केटाको मात्र ध्यान दिने होइन, आउनु मेरो कुरा सुन्नलाई। आफूले आफूलाई ध्यान दिने, आफू सबैभन्दा पावरफुल हुने, इन्डिपेन्डेन्ट हुने, स्किल्सहरू सिक्ने। आज यो वुमेन्स डेमा प्लिज आफूले आफूलाई प्रमिस गर्नु होला, मैले पनि गर्न गइरहेको छु। यो चाहिँ 2 मन्थ जति भयो कि गोरे दाइले भन्दा नि बेसी इन्कम गर्न सक्ने भएको छ यो टिकटकमा कन्टेन्ट क्रिएसनबाट होइन। अन्त आफूले आफूलाई मैले यस्तो पावरफुल कहिले पनि फिल गरेको थिएन क्या। मलाई चाहिँ यो वर्षमा मेरो स्किल्सहरू अझै पनि बढाउन मन छ कि। मेन त मलाई यहाँ मेकअपहरू सिक्न एकदमै मन छ। दिदी बहिनीहरू पैसा मात्र थुपारेर, सुनचाँदी मात्र थुपारेर नराख्नु होला, स्किल सिक्नु होला है। स्किलमा चाहिँ इन्भेस्ट गर्नु होला। त्यो पैसाहरू चाँदी हिरा मोती हराएर जान सक्छ, मासिन्छ रे, तर आफूसँग भएको स्किल्स चाहिँ कसैले खोज्न सक्दैन रे क्या। मैले यो 1-1.5 वर्षमा चाहिँ यो कन्टेन्ट क्रिएसनमा मात्र फोकस गरेँ अनि राम्रो पनि भयो होइन। विथ द बेबी होइन, एकदमै गाह्रो थियो, त्यही पनि मैले हार नमानी होइन, बहाना नबनाइकन गरेँ क्या। धेरै ठुल्ठुलो ब्रान्डहरूसँग काम गरेँ, अझै पनि गरिराखेको छु होइन। नेपाली भाषा बोलेर कन्टेन्ट क्रिएसनमा करियर बनाउन सक्दैन भन्ने कतिजनाको माइन्डसेट देख्छु क्या। कतिजनाले बोलिराखेको पनि सुनिरहेको छु, मलाई पनि त्यस्तै लाग्थ्यो क्या पहिले। तर त्यस्तो होइन रहेछ। ब्रान्डहरूले तपाईँको कम्युनिटीलाई इन्फ्लुएन्स गर्न तपाईँलाई चुज गर्छ क्या। त्यही भएर तपाईँको भ्युज, इन्गेजमेन्ट अनि फलोवर्स हेर्दो रहेछ क्या। मैले के कतिजनाको खतरा खतरा कन्टेन्ट देख्छु, तर फलोवर्सै देख्दैन क्या। त्यो देख्दा चाहिँ मलाई स्याड लाग्छ। तपाईँले फलोवर्स बढाउनलाई चाहिँ हामीले नेपालीमै बोल्नुपर्ने हुन्छ, किनभने हाम्रो मेन भ्युवर्स भनेको नेपाली हो नि त। इङ्ग्लिस बोल्यो भने सबले हामीसँग कनेक्टै गर्दैन क्या। अनि हामीले इङ्ग्लिस बोल्यो भने गोरा गोरिनीहरूले हामीलाई हेर्दैन, इन्डियनहरूले पनि हामीसँग कनेक्ट गर्दैन क्या। कति धेरै भिडियोहरू बनाउन मन लाग्छ, तर बेबीले बनाउनै दिँदैन क्या। अहिले पनि मेकअप गर्दा गर्दै हेर्नु न, बेबी उठिसक्यो होइन। म चाहिँ मेकअप प्र्याक्टिस गरिरहेको थियो कि।